सुक्खा भने चाहिँ यसो ऐना जस्तो छ क्या आफ्नो झाडाक जुरुक देख्यो ड्रेसअप पनि अलिक ऱ्यापे टाइप नमस्कार सेवा तपाईहरु सबैलाई मेरो युट्युब च्यानलमा स्वागत गर्न चाहन्छु। आज चाहिँ हामी दाउरा बोक्नको लागि जाँदैछौँ अनि यहाँ ओरतिर हामीले टिप गर्नु छ, त्यहाँबाट चाहिँ गाडीमा लाने, यहाँदेखि चाहिँ बोकेर पारीदेखि ल्याउनु पर्ने छ। यता हाम्रो साइबो जाँदै हुनुहुन्छ अनि मेरो युट्युब च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गरिदिनु होला अनि बेल आइकनलाई क्लिक गर्न भने नभुल्नु होला। त अन्त्यसम्म देखाउने छु भिडियो कस्तो हुनेछ। हाम्रो साइबो जाँदै हुनुहुन्छ, यता म छु। हामी दुईजना चाहिँ आज पारी काटेको दाउरा चाहिँ नि लिएर यहाँ वारी टिप गर्नुपर्ने छ अनि सबै भिडियो त म देखाउन सक्दिनँ, छोटो छोटो भिडियो बोक्दै गरेको अनि छोटो छोटो भिडियोहरू देखाउने छु आज। ल हेर्नुहोस्, देखि चाहिँ पारी लानु पर्ने छ। यता हाम्रो साइबो चाहिँ बुद्धिराज साइबो चाहिँ भारी लगाउँदै हुनुहुन्छ, अलिक भारी सानो भयो जस्तो छ। यता हाम्रो साइबो अलिक शर्मामाथि चाहिँ, यता हेरिदिनु न साइबो, यता हेर्नु न। ल हो भारी लगाउँदै हुनुहुन्छ, ऊ लाइट पनि गर्दै हुनुहुन्छ। मेरो चाहिँ यता भारी साइज लगाइसकेको छु, अलिक म चाहिँ ओह्रालोमा धेर बोकिनँ, यता साइबोले चाहिँ निकै निकै लगाइसक्नु भएको। ठिकै मात्रै बोक्नु है साइबो, उयोमा ठोकेर साह्रै झार्छ अनि अब यहाँबाट चाहिँ लानुपर्ने। यता तलतिर पनि छ, यतातिर पनि छ दाउरा, तलतिर पनि छ दाउरा, पारी गर्नुपर्ने छ दाउरा। ल भिडियो सबै चाहिँ देखाउन सक्दिनँ, बोकिरहेको थोरै थोरै देखाउँछु, एकदम काट्दै काट्दै। अनि भिडियो कस्तो लाग्छ अनि त्यसमा हेरिदिनु होला। ल ल यता साइबो चाहिँ बोक्नु आउनु भएको छ, यहाँबाट भिडियो गर्दैछु। गाउँले जीवनमा जे छ एकदम राम्रो छ। लड्नुहुन्छ त्यहाँ चिप्लो चाहिँ हुन्छ। अब म पनि बोक्छु है। यता चाहिँ हामी तिर्खा छ, एकदम गर्मी छ, हामी चाहिँ यहाँ पानी खाँदैछौँ। साइब अलिक शर्माया यस्तो अघि बोल्छु भन्नुभएको न, बोल्नु न केही। होइन अघि चाहिँ हो बोल्नुपर्ने, खासमा के बोल्नुपर्ने थियो होइन। अब दाउरा लिएर आउँदै गरेको अवस्था उहाँ चाहिँ निकै मेहनती हुनुहुन्छ है। यहाँलाई हेर्नुहोस् त, यहाँ ड्रेसअप पनि अलिक ऱ्यापे टाइपको, ड्रेसअप पनि निकै ऱ्यापे टाइपको। माथि चढेर ल साइबो। गाउँमा घाँस दाउरा अनि उकाली ओह्राली गर्दा गर्दै दिनहरू ढलिरहेका हुन्छन्। त्यसो त उकाली ओह्राली अनि घाँस दाउरामा निकै आनन्दता पनि मिल्ने गर्दछ। गाउँले जीवन हेर्दा निकै सादा र सरल हुने गर्दछ।
तर यहाँभित्र भने धेरै खुसी र आनन्द पनि लुकेको हुने गर्दछ। पढी लेखी ठुलो मान्छे बनाउने रहर, आफ्नो जीवन गाउँमा बिते पुगोस् छोरा सहारा। तर यी गीतले भने जस्तै युवा पुस्ताहरू सुविधाको सहर खोज्दै खोज्दै सहर बस्ने हो भने यी गाउँ बस्ती कसले बनाउने, यो गाउँ बस्तीको विकास कसले गर्ने? यदि सबै युवा पुस्ताहरूले यी यस्ता गाउँहरू छोड्ने हो भने यहाँका बारी सबै बाँझिनेछन् अनि खाद्यान्न सबै सुनको भाउमा किन्नुपर्नेछ, खरिद गर्नुपर्नेछ अनि भोकमरी र अनिकाल बिस्तारै भित्रिनेछ। हाम्रो देश कृषि प्रधान देश हो, त्यसैले सुविधाको सहरलाई मात्र होइन, यी गाउँ बस्तीहरूलाई पनि अलिकति नजर लगाइदियो अनि 50% भए पनि अलिकता कृषिलाई फोकस गरिदियो। साइबोलाई जीवन के हो जस्तो लाग्छ? जीवन त अब यस्तै हो। के हो जस्तो लाग्छ भन्नु तपाईँको विचारमा, तपाईँको भोगाइमा अहिलेसम्मको यो जन्मेदेखि अहिलेसम्मको जीवनको यात्रामा तपाईँको जीवनको भोगाइहरूले चाहिँ के हो जस्तो लाग्छ? जीवन चाहिँ अब यस्तो दुःख भनेको चाहिँ केही क्षण मात्रै, दुःखै दुःख हुन्छ जिन्दगी। सुख भनेको केही क्षण मात्रै होइन। सुख भनेको केही क्षण, धेरै चाहिँ दुःखले चाहिँ पोतिएको भनौँ न जीवन। आफ्नो आफ्नो अनुभव हो नि त। मैले चाहिँ त्यही अनुभव। सुख भने चाहिँ यसो ऐना जस्तो छ क्या, आफ्नो झाडा फुलको देख्यो। अन्त गाउँले जीवन के हो जस्तो लाग्छ र सहरीय जीवन चाहिँ के हो जस्तो लाग्छ? त्यो पनि भन्नु त। किनभने गाउँको त अनुभव तपाईँले हमेसा बटुली नै राख्नु भएको छ, सहरको जीवनको पनि तपाईँले अनुभव गरेकै मान्छे के जस्तो लाग्छ? सहरीय जीवन उत्तम लाग्छ कि गाउँले जीवन उत्तम लाग्छ? गाउँले जीवन र सहरी जीवनमा धेरै फरक छ नि। अब गाउँले जीवन भनेको यथार्थमा यथार्थ हुन्छ हो। सहर बजारको त अब के भन्नु, सहर बजारको अब जीवन अर्कै हुन्छ। गाउँले जीवन चाहिँ यथार्थ हुन्छ। यथार्थ, परिश्रमीपूर्ण होइन, दुःखपूर्ण। दुःख भए पनि तर एक खालको सुख त्यहाँ हुन्छ नि त। यथार्थ हुन्छ। अब सहरी जीवन भनेको के सक्छु